So hello everyone, Nareshka Guru aka this is Aka and welcome back to my new video. हामीसँग हुनुहुन्छ एल्जा एन्ड सिमरन. उनीहरु चाहिँ प्यान्ट लाहो, म चाहिँ स्कर्ट लाहो. दिदी पनि एड भइसक्नु भएको छ. एल्जा दिदी, प्रकृति दिदी हैन, सिमी अनि म अनि हामी चाहिँ भक्तपुरको गाडीमा गएको. चाहिँ अहिले बानेश्वरमा छौं. हेर्न सक्नुहुन्छ यति धेरै ट्राफिक छ गाइस. भाटपाटिनी आएकै त भक्तपुरको भाटपाटिनी. On the way to Bhaktapur Tiger Square to Bhaktapur. अब इन भयो भक्तपुरको घरहरु. यहाँ चाहिँ रहेछ हामी भक्तपुरको स्ट्रिटमा छौँ. म यता, सिमरन यता. ओएमजी ओ तिमीहरू कहाँ गयो पछाडि? दुईटा गाइजहरू पछाडि. हामी अल टुगेदर 4 जना. यहाँको पुरानो घर. हामी यताबाट जुनबाट गयो नि हुन्छ. यति सिधै जाऊँ क्या. हाम्रो चाहिँ इन्ट्रो भएको छ. तर यो चाहिँ कस्तो राम्रो राखेको है. भक्तपुर पनि आयो गाइज. हिँड्नु पनि रहेछ क्या मेन रोडबाट. आइपुग्यो भनेको त नरहेछ, अझै उता रहेछ. यो चाहिँ स्टार्टिङको रहेछ मेन यहाँ. ल बल्ल यति भनेपछि यो एरिया हो भन्ने बुझ्यो हुन्छ. हेर्न सक्नुहुन्छ फोटोसुट चाहिँ हुनुपर्छ गाइज. कस्तो क्युट. बवालामा जानु लागेको. थिम चाहिँ अति बवाल लाग्यो तर कस्तो मनपर्छ मलाई त. ल सिमरनजीले खाँदै हुनुहुन्छ जुजुदाम. यहाँ एल्जाजीले. यता प्रकृतिजीले. अनि यता चाहिँ मेरो छ ल गाइस. जुजुदा भाइ हामीले हिँड्दै अनि अब चाहिँ हामी यता जान लाग्यो पोटरी स्क्वायरतिर. अब यतातिर चाहिँ अब पोटरी गर्न जान लागेको. चाहिँ प्रकृति बिछेटिसकेको छ. प्रकृतिलाई घरबाट फोन आएर प्रकृति जान लागि. अब हामी जाँदैछौँ है त हामी. बल्ल आयो यहाँ छ पोटरी. यता अब जुनमा गऱ्यो नि हामी. हाम्रो पोट्री गर्ने अब यसमा. सो उनीहरू दुईजना पहिला गर्छ अनि त्यसपछि म गर्छु किनकि फोटोहरू पनि खिच्नु पर्यो. खिच्ने बेलामा हिल घुम्छ. रोक्नु पर्यो भने के गर्ने त भन्दा यो खुट्टा निकाल्ने, यसले खुट्टा निकाल्ने, दुईटा हातले यसरी तलपट्टि दबाउने यो हिललाई चाहिँ. अनि हिल रोक्छ. ह्यान्ड ब्रेक लगाउने है. छोटा हात चाहिँ दुईटा मजाले पानी हाल्छ है. यसले के दबाउने हिल घुमाउन मात्र पर्छ है. त्यसपछि मात्र सेन्टर बनाउने बनाइदिन्छु. अनि बनाउन सिकाउँछु तपाईँलाई.
ल्याएर हुन्छ है। म तपाईँलाई पहिला बेसिक्स पाउँछु। यो अङ्गाले खिच्ने है, बिटाउँगाले च्याप्ने पहिला नर्मल प्लेट बनाउने यसरी। अब यो प्लेटको चाहिँ हातले मिलाउने यसरी है। प्लेटको मिलाइसकेपछि लामो अङ्गा बिटाको अगाडि राख्ने, यहाँ अगाडि साइडमा हेर्ने, यहाँ टक्क राख्ने, तलपट्टि राख्ने, प्लेटको तल राखेर यसरी माथि खिचेर बस्ने बाउल बन्छ नि हेर्नुहोस् है। अब यो बाउललाई फिनिसिङ गर्नुको लागि बिटाउँगाभित्र राख्ने, एउटा बुढी बाहिर राख्ने, यो चोरङ्गाले माथि खिचेर चाहिँ फिनिसिङ गरिदिन्छ यसरी। यो बुढी अङ्गाको नङ्गे चाहिँ चिन्ह लगाउने गोलीले काटेको लागि। त्यसपछि हाँस्ने चाहिँ पछाडि पनि बिटाले ह्यान्डल भएर हिँड्दै अब रुपिसकेपछि है, त्यो चाहिँ मैले बाउल बनाउनु सिकाएको सिम्पल है। अनि त्यसपछि यो दुरीको माथि चाहिँ हामीले चिन्ह लगाएको ठाउँमा चाहिँ दुरीले काट्ने। अब यसैलाई होइन दियो बनाउने हो भने तिनवटा अङ्गाले चोरङ्गा माथि राखेर डाँडाले तल राखेर त्यसपछि माथि बनाउने है। यसैलाई 80 बल बनाउने हो भने त्यो चाहिँ अलिक फर्किया छ, यो ट्याक्क अगाडिबाट उल्टा यसरी हुन्छ 80 बल बनाउने के भन्दा बनाउन सक्नुहुन्छ है। अनि यो यसरी चारै काटेर निकाल्ने, यसरी एउटा हातमा राख्ने आफूले सक्नुहुन्छ है। आफूलाई कम्फर्टेबल हुने गरी बस्ने। अब यसको लागि सबै हातले सबै बिटाउँगा बिटाउँगा माथि राख्ने, त्यसपछि फेरि बाउल बनाउने। हात बाउल सबै आफ्नो बाउल गर्नको लागि बिटाउँगा राख्ने, एउटा कुनै माथि राख्ने, चोरङ्गा माथि राख्ने, एउटा खुसी राख्ने। त्यो एउटा आफ्नो त्यसरी बनाउने। हात काट्नको लागि बोर्ड दियो हुन्छ। अब यो जस्तो माथि राख्ने, सुखाले बनाउनु चाहिँ फेरि राख्नु पर्छ। सबै राख्ने। यो बनाउनु चाहिँ बिना बनाउनु चाहिँ लगाउनु। यो काट्नको लागि। अनि यसले चाहिँ फेरि राखेर पनि राख्नु। काट्नु अलिक त्यो गर बाबा यता ल यता एकछिन ल राख न ल। यिनीहरूले चाहिँ भ्यायो कतिमा कस्तो हो खै एल्जाको चाहिँ सिमीको चाहिँ त्यो है गाइस। हामीले चाहिँ व्यायाम यो रहेछ नि पोट्री कल्चर भन्ने त एकदम पपुलर थियो। यो चाहिँ हामीले व्यायाम पोट्री रमाइलो भयो त्यही छ है कस्तो। अब चाहिँ हामी खाजा खाने ठाउँ खोज्दैछौँ। हेरौँ दरबार स्क्वायर फर्किसकेको छौँ। यहाँबाट हाम्रो फाइनल डिस हेर्न सक्नुहुन्छ। चिकन छोइला, सपु मिर्चा, समय बजी, मिक्स बारा, योमोरी, प्लेन बारा, जुजुदाउ। ल अब चाहिँ हामी खान्छौँ ल, खाएपछि भेट्छौँ। के अरे सपु मिर्चा फर फर्स्ट टाइम। चियर्स। मिठै छ।
हामी चाहिँ अब डुमरी खानु भएको खुवाको यो लागि तिमीलाई तिमी कुन खाने पुच्चा खानु टाउको खाने टाउको तर म चाहिँ पहिला चाकु खान्छु तातो छैन सेराइसक्यो खामै खाउँछ देख्दा चाहिँ एपेटाइजिङ देख्छ पनि मिठो हुन्छ तर मलाई चाहिँ पर्सनली मनपर्ने चाकुवा भयो किनभने खुवावा लाग्यो कस्तो लाग्यो ए चाकु नि खाऊ कब आते हैं और ना जो दाल का तेरे खाने हैं खुवा मिठो हुन्छ गाइस चाकु चाहिँ धेरै गुलियो हुने रहेछ कि मलाई गुलियो मन पर्दैन यो जेन्युन रिभ्यू है न जे भन्यो नि भन्न दिनु मोटो छ हुनु पर्यो हामी चाहिँ खाजा खाएर भ्याएर फेरि दरबारतर्फतिर लागिसकेछौँ हाम्रो यहाँ हुनुहुन्छ हाम्रो प्यारी नेवारी साथीले हामीले नेवारी खुलाउन लानुभएको आज यहाँ भिजिट गर्दैछौँ दरबारहरू यता कति ठुलो मन्दिर रहेछ यता नि यता यस्तो रहेछ यता नै छ एन्टी लाइट पर्यो चाहिँ हामीले यता यो सबै घुमेर भ्याइसक्यौँ घुमेर भ्याएको भयो कि होइन भ्याएको हो कि होइन अनि अब म फर्किँदैछौँ म भन न हामी फर्किँदैछौँ अब चाहिँ अब निस्किँदैछौँ लिएर खै त तिम्रो यहाँ छ हाम्रो सामान लिएर हामी फर्किँदैछौँ हामीलाई सिमरन तामाङले छोडेर हिँड्नु सक्यो ट्रेन लिएर अब चाहिँ हामीलाई यहाँबाट हामी गाडीमै जानुपर्ने हुन्छ अनि गाडीमै जानुपर्ने हुँदा हामीलाई यहाँ धेरै नै टाइम लाग्ने भएको हुनाले हामी छिटो छिटो नै भाग्दै जानुपर्ने भएको छ र आजको भ्लग यति नै थियो भक्तपुर आएको भक्तपुर गएको अनि लास्ट डे हो आज काठमाडौँमा यो पालिको काठमाडौँ सिरिज अन्ली 2टा मात्र भयो डे 1 र डे 2 सिरिज अनि आजको डे 2 इन भइसकेको छ त्यही गाइज So thank you so much for watching till the end. Bye guys.